So what's up guys, welcome back to my new another video. फेरि नयाँ ब्लगमा स्वागत छ र आज हामी आइसकेछौँ। कुन ठाउँ हो यो? सखुवा गाउँ। यहाँ डोन केटाहरू पनि भेटिसक्यो। अब गइरहेको छु अझै अगाडि। बवाल रमाइलो हुन्छ के हुन्छ हैन। यहाँ डोन भाइहरू गइरहेछ। सबको रियाक्सन बवाल आइरहेछ। अलि ब्याकग्राउन्ड साउन्ड अलि मिलिरहेको छैन। ल गाइज अब एकछिन पछि अझै भिडियो कन्टिन्यू हुन्छ हैन। अझै ब्लग देखाउँछु तपाईहरुलाई। धन्यवाद। तो गाइज अब एकछिन पछि यसो रमाइलो र बवाल मतलब यहाँको मेला चाहिँ बवाल छ क्या। एकदम बवाल, लास्ट बवाल छ। यहाँ अहिले चलिरहेछ। अहिले भक्ति दारु मस्त चलिरहेछ। यहाँ पुरा मान्छेहरू खाइरहेछ क्या। अनि हामी पनि एकछिन यसो रमाइलो गर्दै जाम हैन। अगाडि बढ्दै जाम। र यो ठाउँ चाहिँ मतलब प्रोग्राम र बवाल रमाइलो हुने ठाउँ हो क्या। हामीले बाइक चाहिँ उता पार्क गरेर राखिसकेछौँ किनकि मेलामा धेरै भिडभाड छ। सो गाइस तपाईहरु हेर्न सक्नुहुन्छ यहाँको नाइट भ्यू बवाल आइरहेछ। अब एकछिन हामी यसो प्रोग्राम हेरेर त्यसपछि अब घरतिर लागिहाल्छौँ। यहाँ पुरा डान्स भइरहेछ। मेरो अलि साउन्डै आउँदैन, ब्लगै बनाउन पाइरहेको छैन क्या। यस्तो भयङ्कर साउन्ड आइरहेछ। र गाइज अब हेरौँ के हुन्छ होइन। यहाँ भेडु म्यान वेलकम टु। पुरा बोरिङ फिलिङ भइरहेछ। मतलब यसो रमाइलो गर्न आएको तर रमाइलो भएन यार। ओ माई गॉड, ओ माई गॉड, ये क्या है? यो के हो बा? यो बाइकको स्टाइल मलाई बवाल लाग्यो। सुपरम्यान। सो गाइज तपाईहरु हेर्न सक्नुहुन्छ बवाल प्रोग्राम भइरहेछ। साइडमा यहाँ झिलिमुरी कचरी बेचिरहेछ। अब हेर्दै अझै भइरहेछ प्रोग्राम। यहाँ मान्छेहरू त अब घर जान लाग्यो, ब्लग बनाउन आएको। सो गाइज मान्छेहरू अब घरतिर जान लागिसकेछ। राति पनि हुन आँट्यो। अब हामीहरूको घर पनि अलि टाढा रहेछ, त्यही भएर अब जानु पर्यो होइन। होइन दोस्त? अब जानु पर्यो दोस्त, के गर्ने अब रमाइलो भइरहेको छैन क्या। खासै मजा नै आयो। अब यहाँ सबजना ब्यालुन कोही के गरिरहेछ। र आजको ब्लग यही एन्ड गर्छु गाइज। धन्यवाद है। नेक्स्ट ब्लगमा अब भेट्नेछौँ। र यहाँ अलि भैँसीहरू ल अब नेक्स्ट ब्लगमा भेट्छौँ गाइज।